पत्रकार दिवाकर शाहको हत्या यदि यो समाचार तपाईहरुको बीचमा आयो भने यसलाई नौलो नमान्नु होला र आज बरु सोचेर गम्भीरतापूर्वक संवेदनशील विषयहरू यो देशको अगाडि राख्न गइरहेको छु। आज म तपाईहरुलाई भन्न चाहन्छु, यदि साच्चै नै तपाई नेपाली हुनुहुन्छ, यो देशलाई माया गर्नुहुन्छ र साच्चै नै यो देशलाई आफ्नो आमा मान्नुहुन्छ भने आज पहिलो चोटी एसटीभी का दर्शकहरूलाई भन्न चाहन्छु, यो विषयको गम्भीरता बुझ्नु होला। आज कुनै टीआरपी को लागि हैन, भ्युअर्स को लागि होइन, एट्र्याक्सन पाउनलाई होइन, यथार्थ केही कुराहरू भन्नै पर्ने लाग्यो। यो देशको नुन खाएपछि मलाई लाग्यो यो देश मेरो आमा हो भने मलाई लाग्यो कि यो देशको म सन्तान हो भने यी कुराहरू नेपालीहरूको अगाडि राख्नै पर्दछ र त्यही राख्न आएको छु। आज देश सङ्कटमा छ। जति सामान्य सबै कुरा देखिरहेको छ त्यो सामान्य पक्कै पनि होइन। 23 गते जेन्जी पुस्ताद्वारा जुन प्रदर्शन गरिएको थियो त्यो प्रदर्शनको साक्षी म पनि एकजना हो। तर त्यो दिनदेखि आजसम्म म काठमाडौँमै छु र म तपाईहरुलाई जानकारी गराउँ, बरु नजिकबाट हरेक कुरा निहालेको छु, हरेक कुरा देखेको छु र त्यो देखेर पनि कतिपय कुराहरू सुरक्षाको कारणले तपाईहरुको अगाडि भन्न सकिन। आज पनि असुरक्षित छु र आज म तपाईहरुको अगाडि यस्तो लाग्यो कि यो देशै रहेन भने म आफ्नो सुरक्षा गरेर के गर्ने। बरु यो देशको लागि पत्रकारिताको माध्यमबाट कमसे कम यति आनन्दित हुन्छु म कि देश सङ्कटमा थियो, देश जति बेला कब्जामा थियो त्यति बेला म एकजनाले केही कुराहरू नडराइकन भने आज म त्यही कुराहरू गर्न गइरहेको छु। आज यो विषयलाई म तपाईहरुलाई विनम्र अनुरोध गर्छु, गम्भीरतापूर्वक सुन्नु होला। यति राति यो भिडियो बनाइरहेको छु, यसको ठूलै कारण होला। गम्भीर विषयहरू छन् कि यो देशमा सरकार छ। यदि तपाई हो भन्दै हुनुहुन्छ भने तपाईको भ्रम आज चिर्न आएको छु। आज म तपाईहरुको केही भ्रमहरू तोड्दैछु। यो देशमा अहिले सरकार छ, सरकारको अनुभूति गर्नुभएको छ भने भ्रममा नबस्नु होला, रिसर्च गर्नु होला। कुनै कुरा खोज्दाखेरि हामी टाइप गर्छौं नि, मोबाइलमा इन्टरनेटमा हामी के खोज्छौं, गुगलमा जान्छौं, युट्युबमा जान्छौं, च्याट जीपीटीमा जान्छौं र हामी ती कुराहरूको जानकारी लिन्छौं। आज तपाईहरुलाई मेरो पहिलो सुझाव अथवा तपाईहरुलाई सर्च गर्न भनिरहेको छु म के, आज तपाईहरु च्याट जीपीटीमा जानु होला। त्यहाँ केही सर्च गर्नु परेन, यति मात्रै गर्नु होला, आईएनजीओ हरूले बिगारेको देशहरू यति मात्रै टाइप गर्नु होला। मैले मेरो मोबाइलको स्क्रिनमा यति मात्रै टाइप गरे, आईएनजीओ हरूले बिगारेको देशहरू। अब यो टाइप गर्न बित्तिकै एक नम्बरमा आउँछ अफ्रिकी देशहरू, विशेष गरी कांगो, दक्षिण सुडान, रवान्डा आदि है। दोस्रोमा आउँछ हाइटी, तेस्रोमा आउँछ अफगानिस्तान र चौथो नम्बरमा आउँछ नेपाल। पाँचौं नम्बरमा छ सिरिया। यो 5 वटा देशको नाम छ जसमा चौथो नम्बरमा यो देशको नाम आइरहेको छ नेपाल।